आफूलाई चाहिँ आफ्नै भोइसमा चाहिँ भिडियो बनाएर हाल्न मन लाग्दा होइन। अनि त्यसपछि अब हिजो गुराँसे घुम्न गएको भिडियोहरू कति राम्रो थियो, त्यो भिडियोहरू एडिट गरेर त्यो भिडियोमा भोइस राखेर अनि त्यसपछि हालेको टिकटकले त कम्युनिटी गाइडलाइन प्रब्लम देखाएर त भिडियो डिलिट गरिदिरहेँ कि 2 चोटिसम्म भिडियो अपलोड गर्दाखेरि सेम नै रिजन नै सेम देखाएर गरिदियो कि भिडियो नै हटाइदियो टिकटकले चाहिँ होइन, अपलोडै गर्न दिएन। अब के कारणले भयो कि थाहै भएन, भिडियोमा के त्यस्तो गलत पनि बोले जस्तो लाग्दैन, गलत भिडियोहरू राखे जस्तो पनि लाग्दैन होइन। अब हामी बाइकमा हिँडिरहेको अनि त्यसपछि त्यो ठाउँहरू पहाडहरू अनि गुराँस टिपिरहेको गुराँसको फुलहरू अनि मैले आफ्नै भोइस हालेको थिएँ। आफ्नै भोइस पनि त्यस्तो नराम्रो के बोले जस्तो मलाई लाग्दैन, तर खै के इस्यु भयो त्यस्तो टिकटकले चाहिँ होइन कम्युनिटी गाइडलाइन रिजन दिएर भिडियो नै यो गरिदिरहेको कि डिलिट गरिदिएर टिकटकबाट आफूलाई चाहिँ कति बोलेर नक्कल पारेर होइन भिडियो बनाएर हाल्न मन लागेर यस्तो अचम्म के भएको खै के प्रब्लम हो त्यो कसरी गराउँछ नि